यो पनिर चाहिँ म आज सेकेन्डचोटि बनाउँदैछु। योभन्दा अगाडि चाहिँ मैले थोरै अलिकति पनिर बनाएर ट्राई गरेको थिएँ अनि एकदमै धेरै राम्रो भएको थियो। अनि आज चाहिँ म अलिक धेरै पनिर बनाउँदैछु। यो चाहिँ 1.5 लिटर जति दुध छ होला। मेरो चाहिँ यो टिकटकको फर यू पेजमा चाहिँ यति धेरै पनिरको रेसिपीहरू आयो होइन, पालक पनिर हरे के अरे पनिरको यति धेरै। अनि मलाई त्यो देखेर चाहिँ कति धेरै पनिर खाम भयो क्या। मलाई पहिले पनिर मनै पर्दैन थियो कि। म पनिरको सानो 2टा पिस मात्रै पनि खानु सक्दिनँ थिएँ कि। मलाई कस्तो अमन भयो जस्तो हुन्थ्यो। फेरि आजकल मलाई पनिर यति धेरै मन पर्न थालेछ। मैले अस्ति बनाएको थिएँ त्यसमा पनि मैले खाएँ पनिर। अनि त्यसपछि फेरि यो आज पनि बनाउँदैछु मैले। अनि यो आज पनि बनाएर चाहिँ मैले खाएँ क्या। कस्तो यो आफै घरमा बनाएर हो कि किन हो थाहा नै भएन, तर अमन नै भएन कि। कस्तो राम्ररी बनेको थियो पनिर पनि। मैले चाहिँ बनाएँ यसरी। अनि अझै मेरो त्यो फर यू पेजमा आएको त पालक पनिर भनेर आइरहेको थियो। तर मलाई पालङ्गोको साग चाहिँ मनै पर्दैन कि, किन कस्तो ठ्वास्स गनाए जस्तो लाग्छ। अनि तर अब यो पनिरसँग मिक्स गरेर पकाउँदा चाहिँ बा गनाउँदैन कि होइन। म अब अर्कोचोटि चाहिँ ट्राई गर्छु। आजको लागि चाहिँ मसँग पालङ्गोको साग थिएन अनि मैले यसरी नै पनिर बनाएँ। पनिर बनाएर बोडी र आलुको ग्रेभी तरकारी बनाएँ। अनि त्यसपछि मैले त्यसैमा मिसाएर मिक्स गरेर पकाएँ। एकदमै धेरै मिठो भएको थियो। घरमै बनाएको पनिर भएर हो कि किन हो होइन, एकदमै धेरै मिठो भयो। रै पनि मलाई यो त्यो पालक पनिर भनेको चाहिँ एकचोटि बनाएर ट्राई गर्न मन छ। आजको लागि चाहिँ यस्तै भयो। थ्याङ्क यू फर वाचिङ। बाई बाई।